त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धना मृत्युर्मोक्षीयमामृतात्। ओम नमः पार्वतीपतये हर हर महादेव। आदरणीय प्रिय भक्तजनहरू, हजुरहरूलाई म मेरा मनका केही विचारहरू पोख्न गइरहेको छु। यो संसारमा सबैभन्दा उत्तम चीज भनेको भगवानको शरणमा समर्पित हुनु हो। जो भगवानको शरणमा समर्पित हुन्छ, भगवानले उसका सुख दुःख पीडा कष्ट सबै भगवानले उसलाई हेर्नुहुन्छ। यो संसारमा दुःख पीडा कष्ट उसको कर्म अनुसार नै निर्धारित हुन्छ। कतिपय भक्ति र भजन गर्दा गर्दै पनि दुःख कष्ट आउनु भनेको उसको पूर्व जन्ममा निर्धारित उसको कर्मको कारणले गर्दा आएको फल हो। त्यसकारणले यहाँ अनेकौं दुःख दुविधा र मायाको मोह छ। त्यसकारणले यहाँको यो माया मोहको भुमरीमा र यस कलियुगको बन्धनमा पीडित भएर छडपटिएर मान्छे रहनुभन्दा भगवानको शरणमा गएर आफ्नो जीवन समर्पित गर्नु नै सबैभन्दा उत्तम हो। भगवानको चरणमा जीवन समर्पित गर्नुको अर्थ आफ्नो कर्तव्य र धर्म छोडेर भगवानको भक्ति र भजनमा लाग्नु मात्र होइन, भगवानको नाम महिमा परोपकार र सद्भाव गर्दै भगवान प्रति आफ्नो पूर्ण जीवन समर्पण गर्नु नै सबैभन्दा उत्तम हो। हे प्रिय भक्तजनहरू, दुःख सबैलाई छ, सबैको घर घरमा दुःख छ। त्यसकारण यदि हजुरहरू आफ्नो दुःख निवारण गर्न चाहनुहुन्छ, हजुर यदि कसैको हात समातेर यो लोक तरेर परलोक पुग्न चाहनुहुन्छ भने भगवानको सेवा गर्नुहोस्, प्राणीको सेवा गर्नुहोस्, नित्य भजन गर्नुहोस्, कीर्तन गर्नुहोस्, सकेसम्म राम्रो काम गर्नुहोस्, नराम्रो कामहरूबाट टाढा रहनुहोस्, सत्य कर्मले आर्जिएको भोजन ग्रहण गर्नुहोस्, राम्रो सुन्नुहोस्, राम्रो बोल्नुहोस् र सबैसँग राम्रोको अपेक्षा गर्नुहोस्। भगवानको शरणमा गइसकेपछि नकारात्मक सबै चिजहरूलाई छोडिसकेपछि हाम्रो मनमा शीतलता आउँछ। शीतलताले नै जीवन मृत्युभन्दा माथि लैजान्छ। यदि हजुरहरूले सत्कर्म गर्नु भएन, परोपकार गर्नु भएन र भगवानको शरणमा जानु भएन भने हजुरहरूको जीवनमा यस्तो यस्तो क्षण आउँछ कि जहाँ तपाईहरू मरेर बाँच्नु पर्ने अवस्था हुन्छ। तपाईहरू सबै चिजले सम्पन्न भए पनि तपाईहरू एकदमै दुखी र अस्वस्थ हुनुपर्ने अवस्था सिर्जना हुन सक्छ। त्यसकारणले प्रिय भक्तजनहरू, तपाईहरू आफ्नो सम्पूर्ण सुख दुःख भगवानलाई समर्पण गर्नुहोस्। भगवान नै परम सत्य हो, भगवानकै यो सृष्टि हो र हामी सबै भगवानका अंश हौं। त्यसकारणले भगवानमा पूर्ण रूपले समर्पित हुनुहोस्। राधे राधे, राधे कृष्ण।